इजिकेल 28 अध्याय अहिले अध्ययन गर्नु हुँदैन। त्यो 12 देखि उता चाहिँ लुसिफर जो चाहिँ परमेश्वरले तयारी गर्नु हुँदाखेरि उसलाई करूब भनेर तयारी गरेको थियो। करूब भनेको चाहिँ एउटा स्वर्गदूतको नाम हो। करूब भनेको थियो, करूब बनाएको थियो। यो लुसिफरलाई परमेश्वरले करूबै बनाएको, शैतान बनाएको त होइन नि त, करूबै बनाएको। करूब भनेको चाहिँ एउटा एन्जलको नाम हो। त्यसमाथि पनि उसलाई प्रधान करूब भनेर बनाएको थियो। तर उसले कोर्दै के मनमा आएको नि छोडिदियो, अरू चाहिँ आई बनाएछ। ल परमेश्वरले वी लेख्नु भनेको थियो, उसले त आई पो बनाएछ। याद गर्नु होला। यो अफ्रिकाको जंगलमा एउटा जन्डा झाँक्री बस्दो रहेछ। मैले उसको किताब पढेको। जन्डा झाँक्री बस्दो रहेछ। अनि यो जन्डा झाँक्रीलाई चाहिँ शैतानसँग भेट्नु मन परेछ। शैतानसँग भेट्नु चाहिँ 10 बजी जाँदा हुँदैन रहेछ, दिनमा जाँदा हुँदैन रहेछ, रातमा जानु पर्दो रहेछ। त्यस पनि रातको 12 बजी जानु पर्दो रहेछ शैतानलाई भेट्नको लागि। यो जन्डा झाँक्री अफ्रिकाको कुरा गर्दैछ है। अनि 12 बजी राति शैतानलाई भेट्न जाँदाखेरि आत्मामा भएर गएछ उनी। आत्मा भएर शैतानलाई त पुरै देखेन रहेछ, टिलिलिलिली परेको आँखा मात्रै थियो अरे। यो जन्डा झाँक्रीको उसको किताबमा लेखेको चाहिँ टिलिली परेको आँखा थियो अरे। अनि त्यो आँखा नै बोल्दो रहेछ फेरि। अनि आँखा नै बोल्दो रहेछ। अनि त्यो शैतानले टिलिली परेको आँखाले उसलाई काम दिएछ। जन्डा झाँक्रीलाई काम दिएछ। तँलाई चाहिँ म एउटा काम अराउँदैछु, 50 किसिमको भूतहरू दिँदैछु म तँलाई। 50 किसिमको भूतहरू मध्ये 2टा भूत चाहिँ एउटा घमण्डको भूत अनि एउटा चाहिँ बेविचारको भूत। 48 वटा के दिएको थियो भने उसलाई थाहा छ। तर 50 वटा भूत लिएर शैतानले भनेछ तिमी गएर सिधै एउटा चर्चमा जानु, पछिल्लो बेन्चमा बस्नु, अनि तिमीले मेरो काम गरिदिनु। तिम्रो त्यो चर्चमा गएर जसले चाहिँ गल्ती गर्छ उसको मुखमा एउटा भूत हालिदिनु भनेर काम अराएछ जन्डा झाँक्रीलाई शैतानले। तर फर्किँदाखेरि नियम रहेछ फेरि। शैतानलाई भेटेर फर्किँदाको नियम चाहिँ के रहेछ भने उसलाई अनादर गर्नु हुँदैन रहेछ। फर्क्यो अनि ढाड देखाएर फर्किनु मिल्दैन रहेछ। उसको शैतानलाई भेट्नको नियम चाहिँ के रहेछ भने शैतानलाई भेट्यो फर्किँदा पनि यसरी नै फर्किनु पर्दछ। जन्डा झाँक्री शैतानले 50 भूत दियो, त्यसपछि फर्किँदै यसरी फर्केपछि मात्रै फर्केर आएछ। अनि त्यसपछि चाहिँ के गरेछ भने सिधै एउटा चर्चमा गएछ। त्यो जन्डा झाँक्री सिधै चर्चमा गएछ। अनि चर्च यस्तो चर्चमा गएछ गन्न परमेश्वरसँग प्रार्थना गर्ने चर्चमा पो गएछ। लठुवा त्यो त हाल्नु सक्दैन, किन परमेश्वरसित सम्बन्ध राख्ने चर्च हो त्यो त। गन्न प्रार्थना भइराखेको छ, कोही सब्जी नखाएर पब्जी खेल्ने छैन त्यहाँ। त त्यसले गर्दाखेरि प्रार्थनामा समय बिताउने चर्चमा पुग्दाखेरि उसले भूत हाल्नु सकेन। सबै विश्वासी चाहिँ आत्मामा डरो रहेछ र भूत हाल्नु सकेन। तर एउटै मात्र मान्छे चाहिँ लुते रहेछ, त्यो चाहिँ पास्टर रहेछ। फेरि पास्टरले एउटा कुरा चाहिँ बुझेको छैन रहेछ। त्यो मण्डलीको पास्टरले चाहिँ एउटा चाहिँ कुरा बुझेको रहेछ, मण्डलीलाई मेरो भन्नु हुँदैन भनेर थाहा भएन रहेछ पास्टरलाई। मण्डलीले हाम्रो भन्नु पर्छ पास्टरले खासमा, किनभने सबैको मण्डली हो त्यो, एउटा पास्टरको मात्रै त मण्डली होइन त्यो। मेरो भन्ने शब्द चाहिँ भन्नु हुँदैन भनेर पास्टरलाई थाहा भएन रहेछ। मे गर्नु बित्तिकै स्वादै हाल्दैछ एउटा। त्यसपछि त मण्डली त गण्डगोल भएर टुट्नु थालिहाल्यो, फुट्नु थालिहाल्यो। मेरो त भनिदिन्छु। त्यसपछि तलको ए उसको म आउँदिनँ, सकि गयो नि। अब पास्टरले हाम्रो भन्नुपर्छ, मेरो होइन। पेवा हुँदैन, मान्छेको पेवा हुँदैन मण्डली। येशूको मात्रै मण्डली हुन्छ, तपाईँ त गोठाला मात्रै हो। याद गर्नु होला, मान्छेको पेवा हुँदैन मण्डली। यो मेरो, त्यो उसको अरे, त्यो उसको यीशुको हो त्यो। याद गर्नु होला, मण्डली विभाजन नगर्नु होला। पास्टरलाई यो पास्टर त्यसको, त्यो पास्टर त्यसको नगर्नु होला। सबै यीशुको रगतले धोएको पास्टरहरू आदर गर्नुहोस्। उसलाई पनि उसलाई पनि, त्यो चर्चलाई आदर गर्नुहोस्, यो चर्चलाई आदर गर्नुहोस्, किन येशूको चर्च हो, येशूको रगतले धोएको, येशूको रगतको अनादर गर्नु हुँदैन।
नेपालको 77 मण्डलीले राम्ररी कुरा बुझोस्। मण्डलीको अनादर गर्नु हुँदैन, येशूको अनादर गर्नु हुँदैन, यो र त्यो रङको चर्च हुँदैन। यीशुको रगतले धोइएको सबै रातै छ। काँचो होला, पकाउनु पर्छ। काँचो होला, अहिले पकाउनु पर्छ। हालेलुया, याद गर्नु होला। अनि त्यति बेला सबै एउटा भूत हाल्दैछ पास्टरकोमा, त्यसपछि गण्डागोल भयो, मण्डली त फुट्यो। अरूको कारणले होइन, पास्टरको कारणले फुटेछ फेरि मण्डली।